म लामो समयदेखि कारागारमा रहनुभएका रवि लामिछानेमाथि विशेष गरी कांग्रेस र एमाले जे प्रतिशोध साधेर उहाँमाथि जे खालको अन्याय भएको छ, उहाँमाथि जे खालको अत्याचार भएको छ, त्यो अत्याचारको विरुद्धमा एकचोटि उभिनुपर्छ भन्ने लागेर म यस पूर्व राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा पनि पुगेर हस्ताक्षर पनि गरेको छु र अहिले नक्खु कारागारमा रहनुभएका रासोपाका सभापति रवि लामिछानेलाई उनीमाथि भएको एउटा राजनैतिक प्रतिशोध र उनीमाथि भएको एउटा राजनैतिक हिंसा र राजनैतिक बदला जे खालको कर्म भएको छ त्यसको विपक्षमा उभिनलाई चाहिँ म यसरी एउटा त्यो सन्दर्भमा यहाँ आएको हुँ। दोस्रो कुरा, जति नयाँ पोलिटिकल पार्टीहरू अहिले बजारमा बनेको छ, जति नयाँ पोलिटिकल पार्टीहरू अहिले उत्साहजनक ढङ्गबाट चाहिँ जति पार्टीहरू आइरहनु भएको छ, सबै पार्टीहरूलाई एकतामा उभ्याउने सन्दर्भमा उहाँको बुझाइ के छ, उहाँको भनाइ के छ भन्ने यो दुई तीनवटा विषयमा चाहिँ छलफल गर्न, त्यो कुराकानी गर्न चाहिँ म यहाँसम्म आइपुगेँ। सर्वप्रथम म तपाईँलाई के भनिदिउँ भने विशेष गरी कांग्रेस र एमाले जे ढङ्गबाट अझै कांग्रेसभित्र पनि अझै गगन थापा एन्ड कम्पनीहरू आराजु देउबाहरूले जसरी रवि लामिछानेलाई फसाए, जसरी गगन थापाहरूले मिसनै बनाएर गगन थापाहरूले तयारी नै गरेर जसरी आफूमाथि देखिनलाई अरूलाई खाल्टोमा राखेर आफू बाहिर देखिनलाई अरूलाई जसरी जेलभित्र कोचिरहेका छन्, पहिलो कुरा त हामीले स्पष्ट रूपमा चाहिँ आजको मितिमा के बुझ्नुपर्छ भने रवि लामिछाने उनले के काम गरेका छन्, कसो गरेका छन् भन्ने बारेमा त्यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा हिजो पनि हामी थियौँ, आज पनि छौँ। तर त्योभन्दा पूर्व चाहिँ गगन थापाहरूले जसरी नियोजित ढङ्गबाट, जसरी स्क्रिप्ट लेखेर नियोजित ढङ्गबाट रवि लामिछानेलाई जेलभित्र कोचेर राख्ने, जेलभित्र थुनेर राख्ने जे खालको प्रपञ्च भयो, यसको विरुद्धमा म मात्र होइन, एकचोटि सबैजना चाहिँ यो नक्खु कारागारको गेटमा आएर सबै जनताले एकचोटि उभिनुपर्छ र एकचोटि सोध्नुपर्छ। यस पूर्व गगन थापाले पार्लियामेन्टबाट पनि भनेको थिए हामीसँग प्रमाण छ। म आजबाट यहाँबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भन्नुपर्ने प्रश्न चाहिँ यति मात्र हो कि तिमीले भनेको त्यो प्रमाण कहाँनिर छ? होइन, अब तिमीले यहाँ प्रमाण छ भनेर यसरी चाहिँ झुटो आरोपमा, झुटो स्क्रिप्टले चाहिँ जसरी रवि लामिछानेलाई थुनियो, रवि लामिछानेले गरेको बदमासी भन्दा ठुलो प्रमाण चाहिँ यति बेला हामीसँग छ कि गगन थापाले यस पूर्व जेन्जी आन्दोलनमा जसरी कांग्रेसको पार्टी कार्यालय जलाउनेदेखि कांग्रेसको शेरबहादुर देउबाका घरहरू जलाउने कामको नेतृत्व जसरी गगन थापाहरूले गरे, गगन थापामाथि पनि अब चाहिँ छानबिन हुनुपर्छ कि पर्दैन भन्ने चाहिँ आज एउटा मजबुत प्रश्न आएको छ। म आज तपाईँलाई बताइदिउँ, यति मात्र होइन, कांग्रेसको पार्टी कार्यालयदेखि कांग्रेसका सबै नेताको घरमा आगो लाउने कामै गगन थापाहरूले गरेका हुन्। कांग्रेसको सभापति शेरबहादुर देउबाको श्रीमती आरजु देउबालाई झापड हान्ने मान्छेहरू नै पनि गगन थापाका केटाहरू हुन्। म तपाईँलाई आज यति पनि भनिदिउँ यहाँबाट, ती हान्ने केटाहरू अझै दलित समुदायका केटाहरू हुन्। तिनीहरू आएर मलाई भनेका छन् कि हिजो चाहिँ गगन थापाले पठाएर गएर हामीले मान्छे पिट्यौँ, तर आज हामीलाई बचाइदिनु पर्यो त हामीलाई मान्छे खोजिरहेका छन् भन्ने। त्यसैले यहाँबाट एउटा स्पष्ट कुरा भन्नुपर्ने कुरा चाहिँ के हो भने उनीहरूमाथि छानबिन हुनुपर्छ कि पर्दैन, उनीहरूले गरेको बदमासी र उनीहरूले गरेको अपराधहरूमाथि छानबिन हुनुपर्छ कि पर्दैन। त्यसैले गर्दा यहाँबाट स्पष्ट कुरा पहिला बताउनु पर्ने कुरा चाहिँ त्यही आगोले रवि लामिछानेलाई पोल्ने, त्यही आगोले कांग्रेस एमालेका सहकारीका ठगहरूलाई चाहिँ पोल्ने कि नपोल्ने त? त्यही पानीले रवि लामिछानेलाई डुबाउने, तर त्यही पानीले चाहिँ कांग्रेस एमालेका ठगहरूलाई चाहिँ डुबाउने कि नडुबाउने त? त्यसैले गर्दाखेरि मेरो अदालतलाई भन्नु केही पनि छैन, मेरो यहाँबाट भन्नु यति मात्रै छ कि अदालत जनताको अदालत भनेर निष्पक्ष भनेर छानबिन गरिनुपर्छ। र अर्को कुरा, मैले आज यो कारागारको गेटमा उभिएर रवि लामिछाने साँच्चीकै दोषी छन् भने पनि, रवि लामिछाने साँच्चीकै दोषी छन् भने पनि यतिको बेलामा जनतालाई, देशलाई रवि लामिछाने जस्ता होनहार मानिसहरूको आवश्यकता छ। यदि कोही मान्छे भित्र बसिदिएर रवि लामिछानेलाई छोड्न मिल्छ भने म पनि निर्वाचन आयोगले सर्टिफिकेट दिएको एउटा पार्टीको सभापति हुँ, म भित्र बसेर रवि लामिछानेलाई छोड्दिन मिल्छ भने म रवि लामिछानेको ठाउँमा गएर जेलमा बस्दिन तयार छु। यदि कहीँ कतै भाग्छन् भन्ने लाग्छ भने मैले उनले तिर्न पर्ने पैसा कति छ, मसँग त पैसा छैन, म तिर्न सक्दिनँ, तर उनको ठाउँमा कोही गएर भित्रको जेल कुरेर बस्दिनुपर्छ भने आजको मितिमा चाहिँ म रवि लामिछानेको ठाउँमा भित्र गएर जेलमा कुरेर उनलाई यो अहिले देशले जुन खालको सङ्कट बेहोरिरहेको छ यो सङ्कटबाट बाहिर ल्याउने सन्दर्भमा यतिको होनहार एउटा नेतृत्व चाहिन्छ भन्ने चाहिँ त्यो मैले महसुस गरेको छु। त्यसैले मिल्छ भने म आज यो मिडियाबाट जनताको अदालतको यो कठघारामा उभिएर चाहिँ मलाई भित्र राखेर रवि लामिछानेलाई छोड्दिन मिल्छ भने छोडिदिनुहोस् भन्ने चाहिँ म यो कुरा चाहन्छु। त्यसैले दुई तीनवटा कुरा चाहिँ तपाईँले अहिले गरेको प्रश्नमा चाहिँ एउटा
रवि लामिछानेमाथि कांग्रेस एमालेले गरेको राजनैतिक प्रतिशोधको विरुद्धमा सबै जनता एकचोटि नखुमाएर उभिनुपर्छ। सबैले एकचोटि रवि लामिछानेलाई हेर्नुपर्छ। दोस्रो, गगन थापा आरोजु देउवाहरूले गरेको बदमासीका विरुद्धमा पनि छानबिन हुनुपर्छ र उनीहरूले गरेको अपराधका बारेमा पनि छानबिन हुनुपर्छ। तेस्रो, रवि लामिछानेहरूको पक्षमा हामी उभिँदै गर्दा बाहिर मात्र होइन, हामी जेलभित्र बसेर पनि उनलाई छोड्न मिल्छ भने तेस्रो कुरा उनलाई छोडिदिँदा हुन्छ। चौथो कुरा चाहिँ तपाईँले भनेको जस्तो आसन्न निर्वाचनमा नयाँ राजनैतिक दलहरू कसरी जान्छन् भन्ने क्रममा चाहिँ आसन्न निर्वाचनमा नयाँ खुलेका सबै राजनैतिक दलहरू एक किताबमा बेर जानुपर्छ। अहिले भेरीबाट भएको छ, कर्णालीबाट भएको छ, बागमतीबाट भएको छ। एउटा ठाउँमा जाँदा चाहिँ हामी भेटिएर जानुपर्छ भन्ने विषयमा चाहिँ हिजो पनि थियौँ र आज पनि छौँ। मैले सांसद बस्छु भनेको होइन, म कैदी भएर बस्छु भनेको छु भने योभन्दा ऐक्यबद्धता, योभन्दा सहभागिता के हुन सक्छ। र तपाईँले अहिले भनेको जस्तो ठ्याक्कै मिसिने सन्दर्भमा अहिले उहाँहरू बागमतीबाट बगिरहनु भएको छ, हामी कर्णालीबाट बगेका छौँ। एउटा बिन्दुमा जाँदाखेरि डेफिनेटली भेट हुन्छ। स्वभाव मिल्नेहरूको नदी दुईतिरबाट बगे पनि एक ठाउँमा जाने बेला दोभानमा चाहिँ भेट हुन्छ र त्यो बेला आउँछ होइन। एउटा ठाउँमा जाँदा सागरमा जाने बेला चाहिँ भेट हुन्छ। फेरि तपाईँलाई लागेको होला केपी ओलीलाई, शेरबहादुर देउवाहरूलाई, प्रचण्डहरूलाई उनीहरूको आमसभामा आएको मान्छे देखेर तपाईँले यो प्रश्न गर्नुभएको होला। जसरी अहिले केपी ओलीहरूलाई हेर्न आएका छन्, शेरबहादुर देउवाहरूलाई हेर्न आएका छन्, प्रचण्डहरूलाई हेर्न आएका छन् होइन, जनसागर उत्रिरहेछ। त्यो जनसागर होइन हुन्छ, त्यो जनसागर अझै मिल्छ भने अझै बढाइदिनु पर्यो। अझै जनताहरू उर्लिएर कुर्लिएर उनीहरूलाई एकचोटि हेर्न जान पर्यो। जनताहरू उनीहरूको समर्थनमा हेर्न गएका होइनन्। हत्याराहरूलाई, भ्रष्टाचारीहरूलाई अन्तिम पटक एकचोटि यिनीहरूको मुख हेरौँ न भनेर आएका हुन्। त्यसैले एकचोटि अन्तिम पटक सबै जनता एकचोटि उर्लिएर जानु, कुर्लिएर जानु। अस्ति जेनजी आन्दोलनमा जस्तो केपी ओली जहाँ जान्छन् एकचोटि हेर्न जानु। हत्याराको अनुहार कस्तो छ, देश बेच्नेहरूको अनुहार कस्तो छ, भ्रष्टाचारीहरूको अनुहार कस्तो छ भन्ने कुराले एकचोटि हेर्न जानु, नबिराएर हेर्न जानु। जति पनि अहिले छुट्नु भएको छ केपी ओली कार्यक्रममा जान भने, प्रचण्डहरूको कार्यक्रममा जान, शेरबहादुर देउवाहरूको कार्यक्रममा जान छुट्नु भएको छ भने एकचोटिलाई अन्तिम पटक उनीहरूको चाहिँ दर्शन गर्नु र त्यसपछि चाहिँ फर्केर आएर एकचोटि फेरि नखुको पनि दर्शन गर्नु। तपाईँले भनेको जस्तो हामी काँधमै चढिहाल्नु पर्दैन, हाम्रो खुट्टा पनि बलियो नै छ। हामी पनि मजबुत राजनैतिक सङ्घर्षबाट सडकबाट उठेर आएका हौँ। त्यसैले काँधमा चढ्ने भन्ने होइन, हातेमालो गर्ने भन्ने हो। जनता साँची बस्ने कुरा एउटा कुरा हो। हामीले कानुनकै कुरा गरेको, विधिकै कुरा गरेको, शासनकै कुरा गरेको। हामीले यति मात्र भनेको कि त्यही अदालतको कानुनले रवि लामिछानेलाई सेक्ने अनि त्यही अदालतको कानुनले काङ्ग्रेस एमालेलाई नदेख्ने कस्तो खालको कानुन हो श्रीमान भनेर सोध्न मात्र खोज्यो। फेरि यो बोले बाद फेरि अदालतको मानहानिको मुद्दा लाग्ला। अलरेडी म मुद्दा खेपिरहेको छु, म पनि तारिखमै छु अहिले पनि होइन। त्यसैले गर्दाखेरि अहिले तपाईँले भनेको कुरा के मात्रै हो भने एउटा जनताले, जनताको नेतृत्व गर्ने मान्छे सडकले खोजिरहेको हुनाले, देशले खोजिरहेको हुनाले अहिले तपाईँले भनेको जस्तो रवि लामिछानेले लिएका छन् भने, रवि लामिछानेले बलात्कार गरेको मुद्दा हो भने म भन्न सक्दिनँ, हत्या गरेको मुद्दा हो भने म भन्न सक्दिनँ। तर लिने र दिने कुरा हो भने लिएको कुरा दिन्छु भन्न त पाउनु पऱ्यो नि होइन र। लिएको र दिएको कुरा हो भने नियतवश गरिएको हो वा त्यो कारणवश गरिएको भन्ने कुरामा छलफल गरौँ के भएको हो। तर त्यही मान्छेहरू बाहिर चाहिँ धनराज गुरुङहरू पाल्पा जाने बाटैमा तनहु बिर्सी जाने मायालाई के भनौँ भनेर उठी चाहिँ नाच्न मिल्ने, त्यही ठगेर गएका मान्छेहरू चाहिँ बिछोड गरेका श्रीमतीहरूलाई फेरि हात समातेर सम्बन्ध विच्छेद गरेका श्रीमतीहरूले लिएर ढल्की बिहेको पार्टीमा नाच्दै हिँड्न मिल्ने। अनि त्यही कानुनले फेरि रवि लामिछानेलाई यसरी सेक्न मिल्छ कि मिल्दैन? हामीले भनेको कुरा यति मात्रै हो। तपाईँले अहिले भनेको जस्तो होइन, आरोप त गौतम बुद्धलाई पनि बलात्कारको आरोप लागेको थियो, महात्मा गान्धीलाई पनि लागेको थियो, तपाईँलाई पनि लाग्छ, हामीलाई पनि लाग्छ। हामीले त भनेको कुलमानजी, बालेनजी, रविजीहरू जो हुनुहुन्छ यो बेलामा सत्यको पक्षमा उभिने जति एकतिर उभियौँ भनेको। अब त चोर जति एकातिर, पुलिस जति एकातिर। अहिले भर्खर अगाडि मात्र पनि एआइजी साहब एकजना विश्वराज पोखरेलको तपाईँहरूले पनि इन्टरभ्यू लिनुभयो। अब त चोर र पुलिस लड्ने बेला हो। यतातिर घडी चोर्नेहरू, उतातिर पुलिसहरू, चोर र पुलिस दुईतिर उभिने बेला आयो। अब एकैछिन म तपाईँलाई भनौँ, अब राम र रावणहरू दुईतिर उभिने बेला आयो होइन। कृष्ण र कंसहरू दुईतिर उभिने बेला आयो। त्यसैले न्यायको पक्षमा उभिने जति एकातिर, न्यायको विरुद्धमा उत्रिने जति एकातिर, सत्यको पक्षमा उभिने जति एकातिर, सत्यको विरुद्धमा उत्रिने जति एकातिर। मैले भनेको के हो भने एकजना व्यक्ति र पात्र प्रवृत्तिको कुरा होइन। यहाँभित्र मैले अघि जो पात्रहरूको नाम लगे, कुलमानजी, बालेनजी, रविजीहरू, हर्क साम्पाङहरू, हामीहरू जे खालको कर्म गरिरहेका छौँ ग्राउन्डमा, यो चारतिर भएका शक्तिलाई एकातिर ल्याउने यो अभ्यास हो, यो तयारी हो। त्यसैले गर्दाखेरि हामीले एकजना व्यक्तिको मात्र कुरा होइन, एकजना पात्रको मात्र कुरा होइन, परिस्थितिले जे माग गरेको छ त्यो कुरालाई हामीले ध्यान दिनुपर्छ एकातर्फ। दोस्रो कुरा मुद्दा कसलाई लागेको छैन? मुद्दा नरेन्द्र मोदीलाई पनि लागेको छ, डोनाल्ड ट्रम्पलाई पनि मुद्दा छ, भ्लादिमिर पुटिनलाई पनि मुद्दा छ, तपाईँलाई छ, हामीलाई छ। त्यसैले मुद्दामाथि छानबिन गर्न सकिन्छ। कोही मान्छेले जेल कुरेरै बस्दिनुपर्छ सट्टामा भने म बस्दिन्छु भनेको हो। त्यसैले गर्दाखेरि मैले यति मात्र भनेको होइन कि उनीमाथि जे खालको मुद्दा लागेको छ त्यसमा मात्रै छलफल गरौँ र त्यो मुद्दा होइन भनेको होइन। एउटा कुरो यहाँ क्लियर के भएन भने जस्तै गगन थापाले सबैतिर जलाए भन्नुभयो, गगन थापाको केटाहरूले जलाए
भन्नुभयो हो फेरि गगन थापाको पनि घर जलेको छ हो हैन, यो उहाँको चाहिँ यो त हो तपाईले हैन आधार होइन आधार मात्र होइन हो अब हामीले यो भिडियो खिच्दाखेरि हालिसक्दा सर यसको उत्तर पाउनु पहिला हो बिना तथ्य नाम आरोप लगायो हो यसमा हो हो तपाईँ तपाईसँग प्रमाण छ कि हो यसमा हो कि के भयो ठिक छ। भन्नु त गगन थापाको अनि ठिक छ प्रश्न गर्नुहोस् गाली नगर्नुहोस् हजुर, हजुर, मैले यति मात्र भनेको कुरा के मात्रै हो भने हजुर। एउटा व्यक्तिको मात्र कुरा होइन एउटा पार्टीको सभापति एउटा लोकतान्त्रिक पार्टीको सभापति जिम्मेवार मान्छे सडकमा उभिएर तपाईँलाई के भनिरहेको छ भने हामीसँग त्यसको प्रमाण छ आरजु देउबाको गालामा झापड हान्ने मान्छेलाई गगन थापाले पठाएका हुन् भन्ने कुराको प्रमाण हामीसँग छ त्यो मान्छे हामीसँग छ त्यो दलित समुदायको मान्छे हो हाम्रो समुदायको मान्छेले हिजो हामीलाई झापड हान्न पठाए अब बचाउनु पर्यो भनेका छन् त्यसैले गर्दाखेरि अब सुन्नुहोस् एकैछिन मात्रै यति मात्रै भन्नुपर्ने कुरा के हो भने परिस्थिति अनुसार अहिले गगन थापाहरूको डिजाइन के छ भने यही मौकामा शेरबहादुर देउबाको घरमा आगो लाएर जिन्दगीमा आगो लाएर राजनीतिमा आगो लाएर उनीहरू काङ्ग्रेस कब्जाको तयारी गरिरहेका छन् त्यसैले अझै पनि काङ्ग्रेसले बुझ्नुपर्ने कुरा केपी ओलीको हातमा देश गगनको हातमा काङ्ग्रेस र बाँदरको हातमा नरिवल एउटै हुन्छ साथी हो यो कुरालाई स्पष्ट रूपमा तपाईँले पनि रेकर्ड त गरि नै रहनु भएको छ त्यसैले गर्दा एउटा पार्टीको सभापति अहिले कारागारको गेटमा उभिएर के बोलिरहेको छ भने योभन्दा पहिलाको जेनजी आन्दोलनमा एमालेको घरमा विद्यादेवी भण्डारीको घरमा केपी ओलीका केटाहरूले आगो लगाए भनेर समाचार तपाईँहरूकोबाट आएको होइन त्यो त स्पष्ट देखिएको होइन आज म तपाईँलाई अर्को तथ्य पनि भनिदिँदैछु शेरबहादुर देउबाको घरमा आगो लगाउने मान्छे काङ्ग्रेसका कार्यकर्ता हुन् र ती चाहिँ गगन थापाका केटाहरू हुन् ती मान्छेहरू अहिले दाइ हामीलाई बचाइदिनु पर्यो काङ्ग्रेसले पुलिसले खोजेर हैरान गरिरहेछ भनेर हाम्रो अफिसमा आइरहेका छन् हो होइन न उनीहरू त अब परिस्थिति बनेपछि त आफ्नो घरमा लाउनु परेन त एउटा बेलामा सबैले अनि त्यो कुटा खानालाई किन बचे उनी अनि लाउनु परेन सबैको घर संसार आगो लागेपछि त उतापट्टिको आगोले पनि भेट्छ भन्ने लाउनु परेन त्यसैले आगो लागि बस त्यो समान होइन उनीहरूलाई त के मात्रै हो भने उनीहरू जुन ढङ्गबाट यही आगो लगाएर घरमै आगो लगाएर भने उनी काङ्ग्रेस पार्टी कब्जाको तयारी गरिरहेका छन् अहिले उनीहरू जसरी घुना धसेर लागेका छन् नि काङ्ग्रेसभित्र बरु मिल्छ भने बरु धैपाखाली गरेर शेरबहादुर देउवालाई नै पार्टी सभापति बनायो भने बरु काङ्ग्रेस बच्छ तर गगन थापाहरूले फेरि काङ्ग्रेस हातमा पऱ्यो भने म तपाईँलाई भनिदिउँ केही समय मैले पनि गगन थापासँग सङ्गत गरेको छु त्यो रातो पुलमा त्यति 10 लाख तिर्ने त्यो घरबाट के काम भइरहेको छ त्यो पुलिस हेडक्वार्टरभन्दा पछाडिपट्टिको गगन थापाको अफिस के हो म तपाईँलाई चाहिन्छ भने हिँड्नुहोस् म देखाइदिन्छु त्यहाँबाट त्यत्रा ती 50 लाख भाडा तिर्ने पैसा गगन थापासँग कहाँबाट आइरहेको छ उनको व्यापार के हो व्यवसाय के हो भएका बाख्रा पनि घोटेर खाए के बेचेर खाए काटेर खाए भनेर उनी आफै बोलिरहेका छन् सेकुवा बनाएर खाए झोल बनाएर खाए भनेर उनी आफै भनिरहेका छन् उनको व्यवसाय के हो उनको आम्दानीको स्रोत के हो उनले गरिरहेका उनका 50 जना मान्छे अहिले मैले यसो हेरिरहेको छु त्यहाँभित्र बसेर रवि लामिछानेका कतै अमेरिकातिर पुराना कोही गर्लफ्रेन्ड छ कि खोज्दा भनेर पठाउँछन् उनको काम यस्तो काम गरिरहेका छन् मलाई यति मात्र चिन्ता छ गगन थापाहरूसँग नजिक बसेर हेरेको हुनाले उनीले त्यो पुलिसको हेडक्वार्टरभन्दा पछाडिपट्टिबाट जे उनको पनि एउटा सिआइडीको एउटा गुप्तचर टिमले काम गरिरहेको छ नि त्यो टिमले के काम गरिरहेको छ भन्ने कुरा तपाईँले पनि खोज्नु पर्यो अब त्यो टिमलाई लाखौँ रुपियाँ पैसा लिएर काम गरिरहेका छन् त्यो टिममा लाख पैसा लिएर काम गरिरहेका छन् त्यो लाखौँ रुपियाँ पैसा चाहिँ गगन थापासँग कहाँबाट आइरहेको छ त्यसैले काङ्ग्रेसले दुईवटा कुरा छानबिन गरोस् यदि काङ्ग्रेस साँच्चीकै लोकतान्त्रिक पार्टी हो भने आरजु देउबालाई झापड हान्ने मान्छे को हो भनेर एकचोटि त्यो अस्ति तपाईँहरूको आर्काइभमा भएको भिडियो फेरि हेर्नुहोस् त हो त्यो केटो दलित हो त्यसलाई गगन थापालाई पठाएर हान्न पठाएको अब होइन काङ्ग्रेसले गरोस् न मैले त भन्ने कुरा हामीले भन्यौँ भोलि हामीले कुनै बेला काङ्ग्रेसले त उनलाई आफ्नो पार्टीलाई झापड हानेको कुरा त पार्टीभित्र गरोस् न त्यो त पार्टीभित्रको लफडाको कुरा झगडाको कुरा मैले तपाईँलाई यति मात्र भनेको कुरा के हो भने गगन थापाहरूले जे बदमासी गरिरहेका छन् उनको नेतृत्वमा उनका हातमा काङ्ग्रेस पुग्यो भने र देश पुग्यो भने भोलि ठुलो सङ्कट आउन सक्छ सत्यको पक्षमा उभिएको रविलाई हेर्न एकचोटि जनता आइदिनुहोस् मेरो कुरा यति नै छ तपाईँले भनेको जस्तो त्यो बेलाभन्दा पहिल्यै जमरा राख्यो भने जमरा फेरि हरियो भएर आउँछ त्यसैले अहिले सबै शक्तिहरू एक ठाउँमा उभियो भने पुराना तर्सेर चुनाव हार्छन् अब यति कुरा बुझ्नु अब यति कुरा बुझ्नुहोस् अब तपाईँले यति कुरा मैले तपाईँलाई भनिदिइहालेँ अब एकैछिनै मैले उहाँले सोधेको प्रश्न महत्त्वपूर्ण छ र मैले भनेको कुरा पनि अझै महत्त्वपूर्ण किन छ भने यही बेलामा सबै नयाँ शक्ति एक कितामा आयो भने काङ्ग्रेस एमाले चुनाव हार्छन् त्यस कारणले ढिलाइ भएको त्यही भएर भने अब तपाईँले बुझ्नु भने यति भने होइन हो अब होइन एउटा कुरा यति कुरा के हो भने नयाँ शक्तिहरूले पनि के हेरिरहेका छन् भने अहिले नै नयाँ शक्तिहरू अँगालो हालेर बस्यो भने चाहिँ पुरानाहरूले कुनै पनि हालतमा चुनाव दिनु हुनेवाला छैनन् जब निर्वाचन आयोगले अन्तिम कार्यतालिका प्रकाशित गर्छ र एउटा विधि आउँछ घट स्थापना सुरु भएपछि जमरा राख्न होइन यो त बन्छ नि हामी त हो नि हामी नै पार्टी सभापति हो भने हामीले छलफल बन्छ बेला आउँदा एक कितामा जानुपर्छ होइन यही हो बेला आउँदा परिस्थिति भन्दाखेरि एक कितामा उभिएर जानुपर्छ भन्ने कुरा जनताको बोली जे हो रवि लामिछानेको बोली कुलमान घिसिङहरूको बोली चाहे बालन शाहहरूको बोली पनि त्यही नै हो अब रवि लामिछानेसँग फोटो खिच्न मिल्दैन रवि लामिछानेसँग फोटो खिच्न नमिल्ने भएको भएर दुईजनाले खिच्नु भयो होला नि त रवि लामिछाने होइन ठिक छ अब होइन अब उहाँहरूको प्रवक्ता त म होइन
उहाँहरूको प्रवक्ता त म होइन, तर मैले बुझ्नु पर्दैन। मैले तपाईँलाई यतिसम्म भनिदिनुपर्ने कुरा चाहिँ हामीले जे खालको छलफलहरू भइरहेको छ, एउटा बेला आउँदा सबै मानिसहरू एउटा किताबमा उभिनुपर्छ भन्ने छलफल चाहिँ भएको छ। हस्, यहाँहरू सबैलाई धन्यवाद।